पहिलाको भागको अन्त्यमा जसरी सिर्जना र मनोज चढेको जन्तीको गाडी भयानक रूपमा खोलामा खसेको खबर गाउँमा आइपुग्यो। यसले सम्पूर्ण कथालाई नै एउटा यस्तो डरलाग्दो र अनपेक्षित मोडमा पुर्याइदिएको छ जसको कल्पना कसैले पनि गरेका थिएन र अब आउने नयाँ एपिसोडको सुरुवाती यही हृदय विदारक दुर्घटनाको नतिजा र त्यसपछिको उद्धार कार्यबाट हुने निश्चित देखाएको छ। खोलाको तीव्र बहाव, अप्ठ्यारो भिरको बीचमा खसेको त्यो जन्तीको गाडी, भित्र रहेको सिर्जना र मनोज, अन्य जन्तीहरूको अवस्था के भयो होला भनेर सम्पूर्ण गाउँलेहरू र दर्शकहरू अहिले भगवानसँग प्रार्थना गरिरहेको छन्। तर यस दुर्घटनाको पछाडि केवल एक प्राविधिक गडबडी मात्र थिएन भन्ने कुरा पनि बिस्तारै बाहिर आउने छन्। किनभने इन्द्रले बिहेको मण्डपमा आएर जुन किसिमको ताण्डव मचाएको थियो र सिर्जना मेरी हुन नसके कसको पनि हुन दिँदैन भन्दै जुन धम्की दिएको थियो, त्यसैले यो दुर्घटनाको इन्द्रको कुनै ठुलो षड्यन्त्र वा ऋषिवी प्रतिफल त होइन भनेर गम्भीर आशंका नजमाउनै कुरै भएन। अर्कोतर्फ बसन्त, जसलाई इन्द्र र बहिनीले मिलेर जङ्गलको बाटोमा टाउकोमा ढुङ्गाले हानेर बेहोस बनाएर छोडेका थिए, उसको अवस्था पनि उत्तिकै चिन्ताजनक छ। किनभने टाउकोको गम्भीर चोटका कारण बसन्त जङ्गलमै अलपत्र परेको छ र समयमै फेला पारेन भने उसको जान समेत जोखिममा पर्न सक्छ। तर कथाको नियम अनुसार बसन्तलाई बचाउनका लागि कुनै न कुनै पात्र त्यहाँ आइपुग्ने छ र सम्भावना छ कि गाउँकै कुनै गोठालो वा बाटोमा हिँड्ने मान्छेले बसन्तलाई रोकताम्य अवस्थामा देखेर अस्पताल पुर्याउने कोसिस गर्नेछन्। अस्पतालमा जब बसन्त होसमा आउने छ तब उसले आफ्नो होस सम्हाल्ने बित्तिकै सिर्जनाको बिहे रोक्नका लागि छटपटाउन थाल्ने छ। तर उसलाई यो थाहा हुने छैन कि सिर्जनाको बिहे त सम्पन्न भइसकेर उनीहरू बिदा भएर जाँदै गर्दा गाडी दुर्घटनामा परिसकेका छन्। जब यो भयानक गाडी दुर्घटनाको खबर केसरी र बसन्तको घरसम्म पुग्ने छ तब घरमा एक प्रकारको रुवाबासी र कोलाहल मच्ने छन्। किनभने सिर्जनाका बुवा, जसले छोरीको बिहेमा खुसियालीमा भर्खरै मात्र राहतको सास फेरेका थिए र बिदाईको समयमा छोरीको आँसु देखेर आफै पनि भावुक भई बिरामी जस्तै परेर ढलेका थिए, उनी यो दुर्घटनाको खबर सुनेर पूर्ण रूपमा छागाबाट खसे जस्तै हुनेछन्। उनको कमजोर स्वास्थ्यले यो ठुलो आघात सहन नसकी उनी गम्भीर रूपमा अस्पताल भर्ना हुने पर्ने स्थिति आउन सक्छ। गाउँलेहरू र प्रहरीको टोलीले खोलामा खसेको गाडीबाट घाइते तथा यात्रुहरूको उद्धार गर्नका लागि तीव्र रूपमा प्रयास सुरु गर्नेछन् र खोलाको किनारमा छरिएका सामानहरू र मानिसहरूको चित्रकारले वातावरण एकदमै करीपूर्ण बन्नेछन्, जसमा मनोज र सिर्जना दुवैजना गम्भीर रूपमा घाइते भएको अवस्थामा फेला पर्ने सम्भावना बढी छ। तर मनोजको अवस्था सिर्जनाको भन्दा बढी नाजुक हुन सक्छ, किनभने गाडी चलाउने चालक र अगाडिको सिटमा बस्नेहरूलाई अस्पतालको आकस्मिक कक्ष बाहिर केसरी, बसन्तका आमा बुवा र सिर्जनाको बुवा छटपटाउँदै डाक्टरको प्रतीक्षामा बसिरहेका दृश्यहरूले नयाँ एपिसोडमा दर्शकहरूको आँखामा आँसु छुट्न दिने छैनन्। र यही समयमा केसरी आफै पनि भित्रै एउटा ठुलो आत्मग्लानि र मानसिक तनावबाट गुज्रिरहेका हुनेछन्। किनभने उसले नै डाक्टरलाई धम्क्याएर आफ्नो गर्भ अवस्थाको वास्तविक जोखिम लुकाउन लगाएकी थियौँ र बसन्तलाई सिर्जनाको बिहे रोक्नका लागि दबाब दिएर पठाएकी थियौँ, जसले गर्दा आज बसन्त जङ्गलमा कुटिएर अस्पतालको बेडमा छ भने सिर्जना मृत्युसँग लडिरहेकी छिन्। केसरीलाई लाग्ने छ कि यदि उसले यो स्वार्थको कुरा नगरेको भए र बसन्तलाई यसरी अलमल्लमा पारेको नभए सायद यो परिस्थिति आउने थिएन। तर अर्कोतर्फ इन्द्रको दुष्टको घैँटो पनि अब बिस्तारै भरिने क्रममा छ। किनभने प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गर्दा गाडीको ब्रेक फेल हुनमा कसैको हात रहेको फेला पर्न सक्छ वा इन्द्रले बिहेको मण्डपमा गरेको हरकतका कारण पहिलो शङ्का इन्द्रमाथि नै जाने छ, जसले गर्दा प्रहरीले इन्द्र र उसलाई जेलबाट छुटाउन सहयोग गर्ने ती पत्रहरूको खोजीमा तीव्र पर्नेछ। नयाँ एपिसोडहरूमा कथाले यो एउटा नयाँ पारिवारिक सम्बन्धको पाटो पनि उजागर गर्नेछन्, जहाँ यदि सिर्जना र बसन्त दुवै निको भएर आउने छ र मनोजको अवस्था तलमाथि हुने छ।
भने के बसन्तले केसरीको अघिल्लो प्रस्ताव स्वीकार गरे र सिर्जना र केसरी दुवैलाई आफ्नो जीवनमा सँगै राख्न तयार होला त भन्ने प्रश्न उठ्छ। किनभने बसन्तका आमाले पनि बसन्त घरबाट हिँड्न अघि सिर्जनालाई पनि बुहारी बनाएर ल्याउन र दुवैलाई बराबर व्यवहार गर्न अनुमति दिइसके कि। तपाईहरूलाई हाम्रो यो विश्लेषण र आगामी कथाको अनुमानित पाठो मन परेछ भने कृपया यस भिडियोलाई धेरैभन्दा धेरै लाइक गरिदिनुहोला। साथै आगामी भागमा के होला जस्तो लाग्छ आफ्नो अमूल्य विचार तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला र यस्तै नयाँ नयाँ एपिसोडको अपडेटहरू विश्लेषणहरू सबैभन्दा पहिलो हेर्नको लागि हाम्रो यस च्यानललाई गुड मुडका साथै सब्स्क्राइब गरेर सँगै रहेका बेल आइकनलाई पनि दबाइदिनुहोला। धन्यवाद।